इफ यो भिडियो हजुरहरूको फर यू पेजमा आइरहेको छ भने दिस रिडिङ इज फर यू। यो चाहिँ रिलेसनसिप रिडिङ हुनेछ। यदि तपाईँहरूको रिलेसनसिपमा प्रब्लम आइरहेको छ, अल अफ सडन तपाईँको पार्टनरले चाहिँ मिसबिहेभ गरिराख्नु भएको छ, धेरै नै मिसअन्डरस्ट्यान्डिङहरू भइरहेको छ भने चाहिँ वाट इज द रिजन बिहाइन्ड द्याट है, त्यसको लागि चाहिँ मैले यो भिडियो बनाएको छु। अर लाइक नो कन्ट्याक्ट सिचुएसनमा हुनुहुन्छ भने पनि के कारणले गर्दाखेरि हो भन्ने कुरामा चाहिँ क्लियर हुनेछ है। मेबी थर्ड पार्टी सिचुएसन, थर्ड पर्सनको म्यानिपुलेसनहरू देखिन्छ है। तपाईँको पार्टनरलाई चाहिँ कसैले म्यानिपुलेट गरेर यो रिलेसनसिप बिग्रेको हुनसक्छ, मिसअन्डरस्ट्यान्डिङ आएको हुनसक्छ। आइएम गेटिङ द्याट एनर्जी। एन्ड आउने दिनमा चाहिँ तपाईँको पार्टनरले रियलाइजेसन चाहिँ गर्नुहुन्छ है। जति पनि रङ थिङ्स उहाँले गर्नुभएको छ तपाईँको लागि, उहाँले रियलाइज गर्नुहुन्छ, आफ्नो मिस्टेक्सलाई रियलाइज गरेर पछि गएर चाहिँ उहाँले रिग्रेट चाहिँ गर्नुहुन्छ र आउने दिनमा चाहिँ रिलेसनसिप राम्रो हुन सक्ने चान्सेस पनि छ। विस राख्नुहोस् टाइप 555 टु क्लेम दिस एनर्जी। सिन्स दिस इज जेनरल रिडिङ, सबैलाई रेजोनेट नहुन सक्छ, रेजोनेटली हुनेले क्लेम गर्नु होला। एन्ड इफ यु गाइज वान पर्सनल रिडिङ विथ मी, यु क्यान डाइरेक्टली डिएम।